You walk in like it's already settled. My name on your mouth, sweet and a little unsettling. You lean close, say you're better waiting. Pull me by the sleeve like my pulse is a station. Hands up, room goes hush. Just skin, just claps, time it's under the rush. You say trust, then you स्वागत छ सबैजनालाई। आज म एज अ फुटबल प्लेयर एन्ड एज अ स्मल कन्टेन्ट क्रिएटर बोल्छु। तपाईँहरूले पनि टिकटक, युट्युब, इन्स्टाग्राम कतै न कतै भिडियो हाल्नुहुन्छ। तपाईँ पनि एउटा कन्टेन्ट क्रिएटर हुनुहुन्छ भने यो भिडियो तपाईँको लागि एकदम उपयोगी हुन्छ। धेरै कन्टेन्ट क्रिएटरहरूको धारणा के छ भने नेपालीमा भन्दा हिन्दीमा धेरै राम्रो भ्युज अनि सपोर्ट पाइन्छ। सो द्याट हिन्दीमा बोल्नुहोस्, छिटो ग्रोथ हुनुहुन्छ भन्छन्, तर म त्यस्तो केही पनि सोच्दिनँ। People have a great heart. नेपालमा 3 करोडभन्दा बढी जनसङ्ख्या भएको देशमा एज अ नेपाली कन्टेन्ट क्रिएटर ग्रोथ पाउन निकै गाह्रो छ जस्तो मलाई लाग्दैन। तपाईँ पनि एउटा कन्टेन्ट क्रिएटर एन्ड फुटबल लभर हुनुहुन्छ भने तपाईँ जस्तै म जस्तै हामी मिलेर अगाडि बढ्नुपर्छ। ओके, बिना समय बर्बाद नगरी आजको कन्टेन्टतिर जाउँ। म तपाईँहरूलाई जग्लिङ कसरी गर्ने भनेर सिकाउँछु। हजुरहरूलाई लाग्यो होला जग्लिङ कसलाई आउँदैन र किन सिक्नु पर्यो, तर भर्खरै स्टार्टिङ फ्रेसमा हुनुभएको नानी बाबुहरूलाई जग्लिङ गर्न नआएर स्ट्रगल गरिराख्नु भएको छ र धेरै भिडियोहरू पनि हेरिसक्नु भएको छ। तर म हजुरहरूलाई एकदम डिफ्रेन्ट र सिम्पल तरिका दिन्छु। यसलाई फलो गर्नुभयो भने हजुरले 2-3 दिनभित्र नै जग्लिङमा मास्टर गर्न सक्नुहुन्छ। स्किलको फर्स्ट प्रोसेस भनेको नै जग्लिङ हो। यदि जग्लिङ नै राम्रोसँग हुँदैन भने अरू स्किल गर्न सक्नुहुन्न। सो द्याट जग्लिङ बेसिक पार्ट भयो भने धेरै इम्पोर्टेन्ट छ। त्यसकारण भिडियोमा ध्यान दिएर हजुरले अप्लाई गर्नुभयो भने केही गाह्रो छैन। स्टेप 1, हजुरको 2वटा खुट्टाले नै जग्लिङ गर्नुपर्ने हुन्छ। यदि एउटा खुट्टा चलाउन अप्ठ्यारो हुन्छ, चल्दैन भने त्यसमा बढी फोकस गर्नुभयो भने अटोमेटिक चल्छ। स्टेप 3, हजुरहरूले जग्लिङलाई डिफ्रेन्ट सानो सानो पार्टमा डिभाइड गरेर त्यसलाई सिक्नुभयो भने अझ सजिलो हुन्छ। स्टेप 4, हजुरहरूले जग्लिङ बिफोर गेम खेल्नु अगाडि घरै बस्दा खाली खुट्टाले जग्लिङ गर्नुभयो भने अझ राम्रो। स्टेप 4, हजुरहरूले यही स्टेपहरू बारम्बार पर्फेक्ट नहुँदासम्म दोहोऱ्याइ तेह्राइ गर्नुहोला। र लास्टमा रहेको छ, यदि फर्दर स्किल सिक्न चाहनुहुन्छ भने सर्ट्स भिडियोमा पनि हेर्न सक्नुहुन्छ र भिडियोमा केही बुझ्नु भएन भने कमेन्ट गर्नुहोला। म त्यसको सक्दो सल्युसन दिनेछु र भिडियोमा दोहोऱ्याइ तेह्राइ हेर्नुभयो भने अवश्य बुझ्नुहुनेछ। थ्याङ्क यू सो मच। जय नेपाल। You walk in like it's already settled. My name on your